दाइहरूको यस्तो क्रिएटिभिटी देखेर त म सक्नै भएँ। सो हेलो गाइज, वेलकम टु डे इन माई लाइफ। इट्स मी ऋतिक शर्मा। त सबैजनालाई मेरो छिटो मिठो ब्लगमा वेलकम छ। सो बिहान बिहान उठेर म चाहिँ फ्रेस भएँ। आज चाहिँ स्याटरडे हो, अनि स्याटरडे भएपछि त मेरो उठ्ने टाइम नै हुँदैन। इट मिन्स म ढिलो उठ्छु। ढिलो या चाँडो उठे पनि मेरो फ्ल्याटबाटको भ्यूले मेरो मर्निङ त बेस्ट नै बनाउँछ। यहाँबाट भ्यू दामी नै हुन्छ। फ्रेस भएर म चाहिँ आफ्नो रुम म्यानेज गर्न त्यसपछि म आफ्नो रुमलाई सरसफाइ गरेर एकदम चिटिक्क पारिदिन्छु। एन्ड हाम्रो बाहिर जाने प्लान थियो। सो फटाफट म चाहिँ रेडी हुन थालेँ। रेडी भएर तल आएर दाइसँग म चाहिँ बाहिर निस्कन थालेँ। आजको हाम्रो डेस्टिनेसन लाहानभन्दा अलिक टाढा नै छ। सो स्कुटीमा फ्युल चाहिँ पम्प गराएर म र दाइ चाहिँ निरन्तर आफ्नो डेस्टिनेसनतर्फ लागेँ। एन्ड लुक मेरो गेटअप चाहिँ कस्तो हो। फाइनली हामी आए गोल बजार। एन्ड लुक कसले थाहा छ गाइज, दिस भाइरल घर अफ गोल बजार। निरन्तर एकछिन म दाइसँग कुराकानी गर्दै 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 हामी चाहिँ पुगेँ फाइनली धनुषा धाम। एन्ड हु नो दाइज, दिस माई फर्स्ट एन्ड अनएक्सपेक्टेड डेस्टिनेसन धनुषा धाम। यहाँ आएपछि म र दाइ चाहिँ प्रेयर गरेँ। एन्ड दाइले मलाई चाहिँ यहाँको बारेमा सबै कुरा बताउनु भयो। एन्ड मलाई धेरै खुसी लाग्यो। इभन आई भिजिटेड द्याट। पछि हामी निस्क्यो जनकपुर। एन्ड फाइनली जनकपुर आइसकेँ। एन्ड आज हाम्रो प्लान थियो कि धमाल गर्नलाई, इट्स मिन धमाल मुभी हेर्नलाई। सो फाइनली म टिकट काटेँ एन्ड इन्टर गरेँ हलभित्र। एन्ड मुभी त साह्रै दामी नै थियो। हँसीले त हाम्रो त ओ माई गड हालत नै खराब थियो। लास्टमा त्यो सङ उफ दामी नै। त्यसपछि फेरि हामी मस्ती गर्न निस्केँ भाटपटेनी। एन्ड भाटपटेनी गरेर मलाई त्यहीँ सपिङ गर्नुपर्ने थियो। सो फाइनली म त्यहीँ सपिङ गरेँ। एन्ड दाइहरूसँग इन्जोय गर्दै गर्दै माथि जान थालेँ। एन्ड हाम्रो धेरै फन भयो। सो आइसक्रिमलाई चेयर्स गर्दै आइसक्रिम इन्जोय गरेँ। एन्ड फाइनली सामानहरूलाई प्याक गराएँ एन्ड लागेँ रुमतर्फ। राति नै ढिलो भइसकेको थियो। एन्ड रुममा पुगेर म दाइहरूको यो क्रिएटिभिटीलाई हेर्दा उफ बिलिभ नै भइरहेको थिएन दाइहरू पनि यस्तो गर्नुहुन्छ भनेर। ओ माई गड, आई एम सो मच इन्सपायर्ड। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बाई बाई, टाटा, सी यू गाइज, सी यू इन नेक्स्ट ब्लग।